नमस्ते सबैलाई। आज शनिबार। आज हामीले घरमा गट्टाको सब्जी र करेलाको सब्जी पकाउने रेसिपी यहाँ हजुरहरु समक्ष प्रस्तुत गर्दैछौँ र यस भिडियोमा देखाइए अनुसार चाहिँ हजुरहरुले पनि बनाउनु भयो भने अत्यन्त मिठो र स्वादिष्ट सब्जी बनाउन सक्नुहुनेछ। हुन त यो सब्जी बनाउने तरिका त्यति विशेष नभए तापनि सामान्य भए तापनि यो आज म तपाईहरु सबैलाई शेयर गरिरहेको छु र यसमा तपाईहरुले चाहिँ हामीले घरमै पकाइरहेको जस्तै गरी हामीले यहाँनेरि बनाएका छौं। यो बनाउन त्यति चाहिँ अप्ठ्यारो त नहोला किनकि यो हामीले घरमा सधैँभरि बनाइ नै रहेको एउटा रेसिपी हो र यही रेसिपीलाई आज हामीले शनिबार चाहिँ खाना बनाउने क्रममा चाहिँ यो रेसिपीलाई चाहिँ हामीले प्रस्तुत गर्दैछौँ र यसबाट पनि अन्य चाहिँ तपाईहरुले जसलाई यो रेसिपी अलिकति मन पर्छ उहाँहरुले पनि यसरी नै सब्जीहरु बनाएर चाहिँ अथवा भनौं यसरी गट्टाको सब्जी करेला को फ्राई बनाएर चाहिँ घरमा स्वादिष्ट भोजन खान सक्नुहुनेछ। र यो हामीले घरमा आज शनिबारको दिन फुर्सदको दिन चाहिँ हामीले यहाँनेरि आज यो सब्जी तयार पारेका छौं र यो अत्यन्त स्वादिष्ट सब्जी चाहिँ तपाईहरुले पनि घरमा यसरी नै बनाएर खान सक्नुहुनेछ। धन्यवाद।